नमस्कार। आज तपाईँहरूलाई एकदम मिठो र सजिलो मासुको अचार बनाएर देखाउँछु है। अन्तिमसम्म हेर्न नभुल्नु होला। सबैभन्दा पहिला त मासु रेडी बनाउने अनि सामानहरू रेडी बनाउने सामान जस्तै मासु, लसुन, अदुवा मसिनरी काट्ने र जिरा अनि तोरीको छोप बनाउने अनि त्यो मासुलाई राम्रोसँग तेलमा पकाउने र रातो बनाउने गरी भुट्ने अनि त्यसपछि भुटिसकेपछि अब हेर्नुहोस् त कति रातो भयो कस्तो राम्रो खाइसकेपछि टक्क मसला हालेर चट्टको कागतीको रस हालेर ठक्क जिउमा लाग्ने बनाउने कस्तो राम्रो भयो हेर्नुहोस् त अहिले अचार टक्क जिउमा लाग्ने यस्तो भयो। तपाईँलाई पनि यस्तै अचार मनपर्छ भने घरमा बनाए सजिलैसँग खान सक्नुहुन्छ। मेरो भिडियो मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई।